म चाहिँ नमस्ते मामा चाहिँ सिरारो हामी चाहिँ भरै न्युयोर्कमा जानेछौँ त्यही भएर हामीले भ्लग स्टार्ट गरेको आज मामा भनिदिनुहोस् त्यही भएर भरे न्युयोर्क टिप्नु जाँदा भेट्नुपर्छ गाइज बाई बाई गाइज हामी चाहिँ होइन जान आँटेको छौँ अनि मामा यहाँ परदेशबाट छिटै फर्की आऊ कान्छा कट्टु लाएर जान्छु कि म चाहिँ भरे अनि मामा कति क्युट देख्छ भाउजू हामी तिनजनाहरू चाहिँ हामी तिनजनाको मात्रै टुर छ आयो गाइस हामी बाटोमा भेट्नुपर्छ ट्याङ यसरी हामीले त नाक दाजु त यहाँनिर पो हुनुहुँदो रहेछ त कहाँ चाहिँ जानुभयो भनेको त कहाँ देख्नुहुँदैछ नि उहाँ हिँडेको ओ यस्तो डर लाग्छ सर्पसँग चाहिँ गाइस आएर जिरिङ हुन्छ क्या देख्दाखेरि नै अनि हामी त्यस्तो बाटो हिँड्दैछौँ यस्तो गाउँघरमा यस्तो बाटो हिँड्नुको मजा नै के थाहा तपाईँलाई मामा मैले भिडियो गरेको हेर्नु न गाइसहरू फर्स्ट टाइम अरे क्या यो चाहिँ भ्लग चाहिँ मामाकै युट्युब च्यानलमा आउनेछ मामाको भ्लगमै आउनेछ युट्युब च्यानलमा जम्मैले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला के हुँदैछ भाउजू आँप नुन पनि निकाल्ने यतै खाइदिने हो आँप खानुहुन्छ बोजू एक पिस खानु न त हामीले त घरबाटै ल्याएको खानु छैन हाम्रो यो साइडले एउटा फेरि दिनु एकजना लाला छ भने ल्याइदिनु एउटा त्यसो हामी खाइदिएको ल गाइस बाटोमा यस्तो पनि हुँदो रहेछ है खै ल मेरो पनि छिर्न आँट्यो चप्पल कस्तो फिल हुँदैछ तिमीलाई हामी खोला तर्दै गएको अवस्था कहिले त पानी रहेछ है धेरै धेरै भनेको त त्यस्तो छ है हिजो भर्खर बाढी आएर हिजो यस्तो के भयो देख्नु भयो मामाले यहाँनिर कन्टेन्ट हुन्छ भनेर यहाँनिर भिडियो पनि क्याप हानिहाल्नु भयो यहाँ मेरो चाक जम्मै फोहोर भएको छ पानी भाउजू तपाईँको नन्द लड्दाखेरि तपाईँलाई कस्तो महसुस भयो माया लागेन सन्ध्याको बेस्ट फ्रेन्डहरू ग्याङ झोला ग्याङहरू भेक्टर ग्याङहरू त मेरो पो खतरा छ कि क्या हो कतिखेर पुग्नु हामी जङ्गल पछाडि सन्ध्याको साथीमै बनिहालेँ म लडेर हँसायो आइसक्यो होइन यहाँनिर अब एकछिन आइसक्यो यहाँ मन्दिरमा अब ढुक्नु पऱ्यो निहुरेर गुड बोय मामा चाहिँ के हुनुहुन्छ भने बच्चा र बच्चा त्यही हो के छ यहाँ बाँच र बाँच्न देऊ बाँच र बाँच्न देऊ डिभिजन कार्यालय मोरङ कार्यालय फुटबल खेल्ने ठाउँ यो स्कुलको नाम के हो थाहा छैन अब निग्रो टिप्ने अभियान सुरु हुँदैछ है लेट्स सी पछि टिप्नेछौँ हामी उफ गाइस स्टार्ट गर्दाखेरि नै गलिनु थालिसक्यो अब लास्ट इन्सम्म त कस्तो हुन्छ होला र मर्नै लागिसक्यो म त
निन्द्रा पनि भेटिँदैन। कतिवटा भेट्यौ 4-5 वटा ल अनि 10 वटा बनाएर नि यहाँ झोलामा देऊ न मलाई यस्तै झोलामा राखिहाल्छु यति भइसकेको छ कति है एक छाक त पुगिहाल्छ हामीलाई अस्तिको बाटो तर यो होइन नि है हामी अर्कै बाटो आएको थियौँ भाउजू चाहिँ के हो एक्लै हिँड्दै हुनुहुन्छ ट्याङ 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 आज त बाँदर पनि भेटिएन अस्ति 2-3 वटा बाँदर क्याउ क्याउ म त अस्ति मान्छेको आएको जस्तो लागिरहेको थियो त्यही भएर म अनि कराउँदै थिएँ भरे बाँदर पो रहेछ यस्तै छ यहाँ भेट्छ होला नि हो टिङ्लिङ टिङ्लिङ घाम ये सूर्यदेव ब्राइटनेस कम करो ना ब्राइटनेस कम करो ना बोला के बोल्ने हो ब्लगमा हामी चाहिँ यहाँ खाजाहरू दिउँ राम्रो अब ठिकै छ अहिले भरे हुन्छ कार्यक्रम अझै आँखा खान्छौँ अघि ढुङ्गे खानु अब चटपटे खान्छौँ घुँगी खाएँ के खायो अघि ए ढुङ्ग्रीको त देखाएन त अमिलो पनि छ गुलियो पनि छ खाने हो निग्रो पनि भेट्दैन त यार जङ्गली निग्रो मात्रै देख्छु त हौ यति त भेटाएँ कहाँ होला निग्रो देखे जस्तो त लाग्यो यहाँ रहेछ कि क्या एउटा यति हुँदैछ भर्खर बापरे भाउजू त अन्डरग्राउन्ड भइसक्नु भयो अन्डर कभर यता पाङ्कुम्यान कति भेट्यो अरे मेरो पारा मेरो फ्यामिली छ निग्रो चाहिँ नफ्याला नि फेरि हाम्रो त भिडियो बर्बाद भयो त फेरि एकचोटि भएन त सुटै भएन छ एकचोटि फेरि के अरे सुरुमा के थियो अरे कसरी मेरो स्व्याग मेरो झोला ग्याङ म्याचिस अनि म चाहिँ बसेको कुकुर यो गाइज हामी चाहिँ कहाँ छौँ भने अब यहाँ जङ्गलबाट बाहिर निस्किसकेको छौँ है जङ्गल चाहिँ उतापट्टि छन् हामी चाहिँ यतापट्टि छौँ पूजामा सुन्दै ढ्याङ्ग्रो सुन्दै यता पानी थाप्दै हुन्छ भाउजू कहाँ हाने छटपट्टि चाहिँ यता भित्रै बाहिर ल ल ल ल ल ल छिटो धमाधम टिङ 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 गाह्रो पानी सानी लिएर अब हामी जङ्गलबाट निस्किसक्यौँ गाइस ल कहाँको कस्तो क्यामेरा नभएको कहाँ खाने हो चटपट क्यामेरा पक्राउन आएन टिङ 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 मेरो फोनबाट गर्छु म यहाँबाट एउटै क्वालिटी हुन्छ यसबाट टिङ 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 हेर पनि त्यहाँनिर अगाडिबाट टिङ 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 गाह्रो भयो यो मामा मजा आउँछ यस्तो हात बोकेर हिँड्नु पर्छ यस्तो दियो लादिने फेरि नाच्नु हात हल्लाउँदै
अब चाहिँ हामी घर फर्केको अवस्था गाइजु कति राम्रो घर हो सरी ल कसको घर हामीले देखायौँ बाई गाइस म केलाउनु लसुन के अद्यो भन्नुभएको धनियाँ चटपटे चटपटे कार्यक्रम यता हुँदैछ केटी बालुवा कार्यक्रम हामी चाहिँ आफ्नै स्थानमा आएर हामी चाहिँ चटपटे यहाँ मामा धनियाँ कार्यक्रम भ्यू चाहिँ यहाँ खतरा छ नि फेरि खोलाको छेउमा बसेर यस्तोमा खानुको मजै बेग्लै छ हामी को आएन पस्ताउँदै होला आज पस्ताव आप खाँदैछौँ के हो यो तिम्रो धनियाँमा त के हो कसरी गर्ने धनियाँ नै हो कि के हो यो होइन भाउजू कस्तो भाज मजा आउने मामा बहुत बहुत मजा आछ गुड बाई बाई अब मेरो पनि एक दिन आउँछ जोभन्दा धेरै मैले भाउजू छटपट के हो कागती अब अर्को अम्लेले होइन थिएन त मसँग त्यही मान्छ कि मान्छेले हेर्न थियो म पानी नै आओस् ल ल ल ल फोर्सहरू त्यसरी थाल्नु हुँदैन है गाइस जहाँ तै हरियो नेपाल भरियो नेपाल हाम्रो नेपाल राम्रो नेपाल यो अझ ग्यास्ट्रिक हुने भयो है तेल टन्ने भएर कसलाई ग्यास्ट्रिक हुने भयो है अब तेल अब मिलावट हुँदैछ अब फाइनल डिसमा आइसकेको छ हाम्रो चटपटे खाइसक्दिनौ अहिले हेर्छु ल अहिले लास्टसम्म कसले चाहिँ खाइसक्दैन रहेछ अबै ग्यास्ट्रिक 2 3 गो स्टार्ट चटपट बनिसकेको छ है हाम्रो ल ल खाइदि ल खाऊ त नानी भैले धस्केसक्नु मेरो पालो मिठो छ मिठो मिठो भएन होला नि बाङ्गो मिठो छैन नि भाउजू कस्तो मिठो लाग्यो अस्ति नै बनाएको भन्दा मिठो के खाएको हामीले चाहिँ एक प्लास्टिक चटपटे खाएको र खोइ चटपटे बुढीभित्र चटपटे सखाप भएर यहाँ आँपको कार्यक्रम हुँदैछ हाम्रो आँप पनि कता खायौँ 7 यो
भइरहेको छ कि जब घरतिरको यात्रा खाएर मिठो हुन्छ हौ तर बाई खायो पेट पेट भरि अनि नि हामी बाई बाई हामीले त्यति फोर चाहिँ बनाएको छैनौँ हामीले फोर चाहिँ यता साइडमा अनि नि वहाँदेखिको गौरा बगेपछि छोड्नु त भएन झन् खाएपछि झन् पेट यत्रो ठुलो भयो अनि सहारा त लिनु पर्यो लट्ठीको मम्मीले भन्नुभएको थियो नि मामा मम्मीले अर्कै ठाउँ घुम्नु टिप्ने ठाउँ भन्नुभएको थियो नि यता हो क्या भाउजू यताबाट जाउँ हौ होइन क्या यो बाटो होइन उताबाट जाउँ कहाँ पुग्नु हाँ उताबाट धेरै टाढा पर्छ भाउजू घर यता हाम्रो उता कहाँ गाइस के गर्छन् गाइस हामी चाहिँ अब यहाँ फेरि कहाँ पसेको हामी घरमा चाहिँ मार्छन् होला क्या हामीलाई गाइसहरू कस्तो मजाको पहिला हामी यहीँनिर घुङ्गी टिप्न आउँथ्यौँ क्या कस्तो मजा आउँथ्यो यहाँ घुङ्गी टिप्न गाइस औ मामा मेरो चप्पल पकाइदिनु त घरबाट निस्केपछि घर छिटो फर्किने त पुरै हुँदैन होइन त गाइस त्यही भएर जस्ट टाइम चाहिँ गर्नुपर्छ इन्जोय गर्नुपर्छ इन्जोय गर्न निस्केपछि हामी इन्जोय गर्नुपर्छ है वाउ यस्तो चिसो पानी छ कि यहाँनिर पहिले चाहिँ घुम्नु कति धेरै भेट्थ्यो अहिले त खै जंगल में बहुत मछली था लेकिन स्टार्ट फाइनली गाइस फाइनली हामी चाहिँ पुगिसक्यौँ घर पुग्न आँटिसक्यौँ चाहिँ पुगेको त छैनौँ होइन यस्तो गाह्रो भयो नि कसम भनेको गाइस जति घर आउँछ त्यति हिँड्नु नसक्ने जति घर आइपुग्न आएर त्यति हिँड्नु नसक्ने गाह्रो छ हाम्रो निङ्गो देखेर चाहिँ मान्छेहरू के चाहिँ हुन्छन् होला फाइनली देखाएको छ ल गाइस घरदेखि स्वागत गर्नु भाउजू हुँदै जान्छ नि त कतिखेर निङ्गो ल्याउँछ र के लाम भनेर बसिराखेका छन् जुम गरेर उहाँ म भेट हुन्छ हिँड्नु न सामान साट दादा पनि ल्याएको काम दिने त्यतिखेर निङ्गो ल्याउँछन् त छोरीहरूले के लाम भनेर बसिरहेको छ नि निङ्गो नभेटेपछि के गर्नु आफूले उडाउँछ अरे त्यसलाई कसको मेरो निग्रो कार्यक्रम